गाइस सबैजनालाई मेरो न्यू ब्लगमा स्वागत छ। अहिले हामी चाहिँ खाजान लागेको धेरै चाहिँ जङ्गल जान लागेको। अहिले यो चाहिँ हाम्रो मामा घर हो होइन, मामा घर पनि जान्छ जस्तो होस् र अब अहिले मेरो गाडी चाहिँ आइसकेको छैन, गाडी आइसकेको छ, साथीहरू आउँदैछ। ब्लग गर्नु पऱ्यो नि होइन, ब्लग गर्नु पऱ्यो गाइस। जस तर यहाँ चाहिँ म कहाँ हुनु सबरा मामा घरमा छ अनि सो तपाईँहरूलाई गाडी पुगेपछि देखाउँछु। अहिले चाहिँ हामीहरू गाडीको छेउमा आइसक्यो। अब को कता कता बस्ने हो देखिन्छ, सुन्छ साथीहरू आउँदैछ। सो हावा म्याम हुँदो रहेछ गाडी आयो गाइस। अब यहाँ होटल छेउमा हाम्रो मामा घर चाहिँ यो जङ्गल बिचमा छ कि आउँदैछ यो गाइस। यस्तो आयो गरौँ न साइड। अब यहाँदेखि कता कता पुग्नुपर्छ छैन, गाडी जति चढेपछि देखाउँला। गुरुलाई अलिक गाह्रो हुन्छ होला है, हामीले माथि चढेको देखाउँछु। तपाईँ त्यहाँ पनि हो जाने होइन गाइस। अहिले जब हामीले होटलमा मान्छे लिन आएको रहेछ अनि के भयो भने अलि के भन्छ कि अरे जङ्गलभित्र त अलिक गाह्रो हुँदो रहेछ। किन भन्दाखेरि चाहिँ अब त्यहाँ आफ्नो मोबाइल पनि खस्न सम्भव हुँदो रहेछ, क्यामेरा ठिक पनि ल्याएन मैले अब त सजिलो भन्थ्यो। त्यही भएर अब आइटम तपाईँहरूलाई जस्तै फोटो खिचेको अथवा के खोजेकोमा त्यसको म ब्लग अहिले चाहिँ हामीहरू जङ्गलभित्र यात्रा आएको छ भने त्यो छैन। अहिले चाहिँ अब हामीले पछि पनि यताउति कुरा हुँदो रहेछ अनि अहिले हामी सब वासरुम जान्छु। अनि जङ्गलभित्र त्यति साह्रो त अलिक डर हुँदो रहेछ कि अब स्टिक पनि होइन, अब अलिक सजिलो हुन्थ्यो, अहिले डर हुन्थेन। तर हामीले गरेको छ भरे हावा धेरै आएपछि त्यसले चाहिँ मोबाइल के होला सुन्दैन। त्यही भएर चाहिँ तपाईँहरूलाई गर्छु जङ्गलतिर गएर बिस्तारै गर्नुपर्छ। अहिले चाहिँ हामीले मैले भइसकेको छ खास अहिलेसम्म चारवटा कतिवटा क्यामेरा गइसक्यो यार गाडी चाहिँ होइन। यो चाहिँ यो गाडी हो, ड्राइभरले पनि आउनुहुन्छ, अर्को मान्छे नै आइरहेको छ। अब गाडी चाहिँ हो कि जङ्गलभित्र जान बाँकी नै छ। अहिले गाइस होइन, अहिले चाहिँ हामीहरू जङ्गलभित्र यात्रा भइसक्यो, यति साह्रो हल्ला गर्न दिँदैन त। त्यही भएर मैले मुखको छेउमा बोलेको छु। अहिले चाहिँ छैन, अहिले त मौसम यस्तो गुड भएको बक्खा भएको छ मौसम पनि गाइस है। आयो भन न सायद होइन तर यसले के छैन होला हुन्छ। अनि यता हाम्रो लामा हुन्छ, यता हाम्रो साइड लामा हुन्छ। अनि म पाइहालेँ होइन, मलाई लगाएर लामा पाइहालेँ भनौँ न। म चाहिँ ब्याक क्यामेरा देखाउँछु। खतरा ल्याए गाडी चाहिँ यार। गाइस होइन, अहिले नि हामी जङ्गलमा अझै घुम्न लागि नै छ, भर्खरै सुरु भएको रहेछ होइन। कहाँसम्म पुग्छ पुरै जङ्गलभित्र पुग्छ, पुरै जङ्गलभित्र पुग्छ। होइन त्यो अगाडिको हामी चाहिँ त्यो जग्गामा पुगेर भनौँ न। अहिले जस्तै भन्छ नि जनावरहरू आयो भने एम्बल आयो भने म तपाईँलाई देखाउँछु। अहिले म राख्छु किनभने मोबाइल हाल्नुपर्छ, नपाइने रहेछ। त्यही भएर गाइस अहिले म स्टप गर्छु। अनि जनावर देखिएपछि तपाईँलाई म एनिमल देखिएपछि म तपाईँहरूलाई फेरि अन गरेर देखाइदिन्छु। देखिरहेको छ है, सरेको रहेछ होइन। अनि यता चाहिँ हात्ती
भयो स्टक आएर हो सो मेरो घरमा हात्ती आएर हात्तीले कस्तो कुट्यो यार नयाँ रहेछ अनि यता नि चाहिँ मिर्गहरू रहेछ मिर्ग क्या दौडेको छेउमा छ अनि अगाडि मान्छेहरू रहेछ लगाउने मिर्ग नागै लगाउन मिर्काहरू हेर्नुहोस् मलाई त थाहा छैन होइन So guys finally अहिले चाहिँ हामीले गएर देखेको छौँ होइन हात्तीले चाहिँ हाँस्छ हामीले देखिनुसँग देखोस् भनेर चाहिँ गरेको होला अगाडि उनीहरू रहेछ हामी चौथोमा रहेछ ठिकै गयो अब उनीहरूले चाहिँ सँगसँगै उनीहरूले चाहिँ हेर्न पाइँदैन होला है हामीले चाहिँ कस्तो देख्न पायो तपाईँहरूले मेरो भ्लगमा आउनु देख्न पायो हो चाहिँ के देखिन्छ यसको त जरा सिङ रहेछ यार जरा एउटा तिनवटा रहेछ होइन तिनवटा रहेछ फेरि के छ भैँसीको बाह्र चाहिँ भन्दाखेरि अहिले चाहिँ अब हाम्रो यस्तो यस्तो हुन्छ अनि अब चाहिँ के भन्दाखेरि अब कति जस्तो देखेन भागसकेको देखेन गाडा देखेको छ के देखेको छ होइन अनि सबैजनालाई सपोर्ट